वेलकम ब्याक टु माई च्यानल इट्स मी कालु ऱ्यापर। आई होप सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने आशाका साथ आजको यो भ्लग स्टार्ट गरिरहेको छु। हजुरहरूलाई स्वागत छ न्यू डे अनि न्यू भ्लगमा। जस्ट आजको भ्लग चाहिँ भनेको सुरुवातको कन्टेन्टबाट स्टार्ट भएको छ होइन। अनि फर्स्ट अफ अल भ्लग सुरु गर्नुभन्दा अगाडि हजुरहरूलाई के भन्न चाहन्छु भने ह्याप्पी महाशिवरात्रि। अहिले चाहिँ म एक्लै, कोही पनि छैन होइन। अनि अहिले चाहिँ म एक्लै कहाँ जाँदैछु भन्दाखेरि जिल्लाबाट त्यहाँनिर मेला लाग्छ भन्ने सुन्दै थिएँ। अनि त्यही मेलाको लागि चाहिँ म जाँदैछु एक्लै, कोही छैन। यतिखेर चाहिँ भनेको लगभग 4 बजेको छ होइन। आजकल त जहाँ जाँदा पनि हिँडाइ चाहिँ ढिलो क्या, मेरो एकदम ढिलो भइरहेछ। अब यस्तै छ। अनि अगाडि जाउँ के कस्तो हुँदो रहेछ। ल अहिले चाहिँ म यो गेटमा चाहिँ आइसकेँ। अब यहाँदेखि चाहिँ ओहो हुन चाहिँ यहाँनिर पुरानो छ भन्ने कुरा चाहिँ मैले टिकटकमा भिडियो हेरेर थाहा पाएको। अनि अब नजिकै हो नि त, लगभग कति 15-16 किलोमिटर पर्छ होला मेरो घरदेखि। अब यतिको बाटो पनि किन नआउने भनेर चाहिँ आइदिएको। अनि हेरौँ के कस्तो रहेछ यहाँ चाहिँ। अब समयले पनि अब त्यही हो हुन चाहिँ डाँडा काटेकै हो, नकाट्ने त अब पुरै भएन। अनि अब ठ्याक्क नजिक आइसक्यो, नजिकै के कस्तो रहेछ भित्र चाहिँ चल्दिन त अहिलेसम्म चाहिँ आएको थिइनँ। यो चाहिँ फर्स्ट टाइम हो मेरो। हेरौँ के कस्तो हुँदो रहेछ। अनि यहाँ ट्र्याक्कै अहिले आइसक्यौँ। स्टेजहरू पनि सब बनाएको रहेछ यार। मेरो बसन्ती कहाँ राखिदिनु त अब? यहीँ राखिदिनु पऱ्यो मेरो बसन्ती। तिम्रो हाल्नु कि नहाल्नु भिडियो? भोलि मात्रै हाल। हो ल अहिले आइसक्यौँ। ला अब हेलमेटै छोडौँ कि के गरौँ भयो यार। उयो छ अब ठ्याक्क देख्न सक्नुहुन्छ। अब चल्दिने हामी यता। ल अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ। अनि अब लाज लाग्दो रहेछ। अनि जस मेला भन्नाले नै बिचरा सकेको हो कस्तो के हो थाहा भएन। आऊ न, आइयो हजुर हुन्छ। अनि ठ्याक्कै अहिले हामी साथीहरूमा आएको छ। ल अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ। अनि देख्न सक्नुहुन्छ यस्तो बवाल छ सबै। अनि यहाँ चाहिँ यस्तो बवाल छ यार, कस्तो बवाल रहेछ। उता चाहिँ प्रोग्राम भइरहेछ, त्यता पनि जान्छौँ अब हामी चाहिँ। हेर्नु यहाँनिर चाहिँ यस्तो बवाल मन्दिर छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो चिल्लागढ धाम। होइन ल कसले उठाउने? हजुर उठाइदेऊ न। ल उठाउन कसले उठाउँछ? कहाँबाट आएको भन त तिमीहरू? ए त्यहाँबाट आएको? ए छिमेकी रहेछ नि त्यही भएर। ल ल धन्यवाद। ल जान्छु ल। अनि यहाँनिर चाहिँ भाइहरूले मलाई चिन्नु हुँदो रहेछ। कालु ऱ्यापर अफिसियल छ। ल हजुर ल। अनि लाजै पर्दा के साह्रो आज तपाईँलाई लाज लागेको। अनि अहिले चाहिँ हामी चाहिँ पुरै यहाँको अवलोकन गरिरहेको छौँ मजाले। 2 जना आएका छौँ, विशाल साथी र म चाहिँ। अनि अङ्कल आन्टीलाई पनि यस्तो च्याखे हान्दिउँ कि क्या हो। अनि अब चाहिँ यता मेला लाग्दैछ। शिव परिवार आउने कुरा थियो अरे, खोइ के हो। अब चाहिँ हामी यहाँदेखि भित्र छिर्दिने हो। अहिले चाहिँ म यता आइसकेँ। अब यहाँदेखि चाहिँ हामी चल्दिने हो। अनि जस ठाउँ चाहिँ एकदम बवाल छ। कतिखेरदेखि के भएको थियो यहाँ हेर्नु न, फोटोसोटो खिच्ने ठाउँ पनि यस्तो राम्रो छ होइन। कहाँबाट आयो भाइ? कहाँबाट आयो? हजुर ए यहीँबाट स्थानीय हो। ए हामी चाहिँ चल्दिने हो। तर धार्मिक ठाउँमा आएर चाहिँ यसरी पार्किङको पैसा
तिर्नु पर्दाखेरि चाहिँ अलिक कस्तो कस्तो लाग्यो क्या होइन यो चाहिँ नपर्नु पर्ने हो खासमा चाहिँ तर ठिकै छ केही छैन ल अहिले चाहिँ अरे पछाडि हेरेर खोल्नुपर्छ नि त ढुका त अङ्कलजी अनि अहिले चाहिँ अब हामी निस्किदिएको अब के भन्छ रमाइलो त एकदम बवाल रमाइलो भइरहेको थियो अनि अब समय पनि त्यही हो समयलाई पनि यसो उयो गर्नुपर्छ मध्यनजर अनि यसपालिको अब हुन्छ नि मेरो शिवरात्रि चाहिँ यस्तो भयो होइन हजुरहरूको चाहिँ के कस्तो भयो होला त्यो चाहिँ मलाई अब थाहा भएन मेरो चाहिँ रमाइलो भयो अनि त्यही हो आजकल चाहिँ केही सोचेर यताउति प्लान बनायो भने चाहिँ भने जस्तो चाहिँ कहिले पनि हुँदैन खत्तमै हुन्छ होइन त्यही भएर चाहिँ अब आजको चाहिँ यस्तै भयो रमाइलो भयो अनि धार्मिक स्थलमा आएको अनि त्यस प्रोग्रामहरू पनि भइरहेको थियो शिव परिवारजी आउनु भएको थियो अरे हेर्न चाहिँ पाइएन स्टेजमै हुनुहुन्छ भनेर चाहिँ त्यो माइकमा अनाउन्स गर्नु हुँदै थियो नाम चाहिँ तर हेर्न चाहिँ पाइनँ मैले होइन हजुरहरूले चाहिँ चिल्लागढ आएर शिव परिवारलाई देख्नुभयो भने चाहिँ एउटा कमेन्ट गरिदिनु होला अनि त्यही हो फ्यामिली अनि आजको भ्लग चाहिँ अब यत्तिकै होइन छोटो मिठो यही टुङ्ग्याउन चाहन्छु भेट्नेछौँ नेक्स्ट भ्लगमा त्यतिन्जेलको लागि लभ यु फ्यामिली टेक केयर जय नेपाल